17 वर्ष कि बिबाल्दी रानी के अरे भन्ने छ कि छैन यो सङ्गिनीमा पनि छ नि 10 वर्षका हरिमल्ल राजा यिनी दुईको विवाह भयो किन भयो त मुटु मिलेर विवाह भयो भनेपछि गोमा ब्राह्मणीले पनि त्यसै गरी विवाह गरेकी थिइन् हो कि होइन यो उमेरको कुरा प्लिज कसैले पनि नगर्नु होला मलाई उमेरको मतलबै लाग्दैन होइन म त सबै ठाउँमा प्रायः लान खोज्छु अब अहिले त स्कुल अब उसको पनि स्कुल छुटाउनु भएन पढाइ बिगार्नु भएन आफ्नो बच्चा आफूले गरेको अनुसार आफ्नो बच्चाले पनि त सिक्नुपर्छ आफ्नो हाम्रो धर्म संस्कृति हाम्रो चाडबाड होइन बिर्सिनु हुँदैन हामीले बिर्स्यौँ भने आफ्ना छोराछोरीले कसरी सम्झिन्छन् र त्यही भएर म चाहिँ सकेसम्म सबै ठाउँमा लान खोज्छु हजुर फेमिलियर हुनुहुन्छ होइन पब्लिक फिगर हुनुहुन्छ तर छोरी चाहिँ अलिकति मिडियामा आउन चाहनुहुन्न होइन अब यस्तो पढाइमा पनि त फोकस गर्नु पर्यो आफ्नो पढाइ पनि त बिगार्नु भएन त्यही भएर मैले चाहिँ अब ठिक आइरहेको छ आज यहीँ छ होइन ऊ त्यति देखिन चाहँदैन हजुर ल मेरो 2 जना छोराछोरी यही हो हजुर विशेष गरी अब आज हामीले तपाईँ सब परिवार देखेका छौँ होइन सब परिवार देखेका छौँ अब यहाँ ल्याइसकेपछि अब के सिकाएर लाँदै हुनुहुन्छ यहाँबाट चाहिँ असार 15 यो हो यस्तो हुन्छ हामीले यसरी मनाउनु पर्छ अब यति पानी पर्दा पनि हामी सबैजना यहाँ रमाइलो गर्न आइपुगेका छौँ होइन यो कुरालाई बिर्सिनु हुँदैन असार 15 भनेको चाहिँ विशेष गरी यस्तो हुन्छ भन्ने गरी सानैदेखि चिनुन् हेरुन् सिकुन् भनेर कस्तो लागिरहेछ थोरै भन्नु न राम्रो मोबाइल छोड्दिनु त एकचोटि थोरै कस्तो लागिरहेछ राम्रो रमाइलो लागिरहेछ है यहाँ के देख्नु भएको छ आज असार 15 भने के हो थाहा छ खेती धान रोप्नु देख्नु भएको छ धेरै चोटी युट्युबतिर देख्नु भएको छ रियलमा चाहिँ रोप्न मन छ कि छैन मन छ है ल हस् धन्यवाद थ्याङ्क यू तपाईहरुले सबै यहाँहरु सबैलाई अब तीज पनि आउँदैछ अझै एउटा हिजो राति सपनी देखेको हजुरसँग तीजको सबैलाई धेरै धेरै शुभकामना एउटा सानो टुक्का तीज पनि गाउँछु ल परेको थुङ्गे सरी फुल सबैले गाउनुहोस् त ल मैरी परेको
दस दिनको तिज आयो भन्छन् सबैजना आउ दिदी बहिनी हात नखेर नाचन जाम दिदी बहिनी हात नखेर नाचन जाम दिदी बहिनी हात नखेर नाचन जाम दिदी बहिनी हात नखेर ओके थ्याङ्क यू सो मच हाम्रो आदरणीय रिता थापा मेरो अत्यन्तै प्रिय मित्र राष्ट्रिय लोकतन्त्र दोहोरी गीत प्रतिष्ठान नेपालको एउटा महिला सशक्त नेत्री बनेर यसलाई सम्हालिराख्नु भएको छ एकचोटि उहाँको लागि जोरदार ताली बजाइदिनुहोस् थ्याङ्क यू सो मच यो रमाइलो मात्रै थुप्रै साथीहरू हुनुहुन्छ उहाँहरूको साथ सपोर्ट तपाईँहरूको साथमा रहनेछ कमल भाइ अब तपाईँको पाला धेरै धन्यवाद छ आदरणीय गायिका मन्जु पौडेलजीलाई र अब हामीसँग भर्खरै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष अहिले हामी दोहोरी गीतहरू सुनिरहेछौँ त्यो सबै गीतहरूको संरक्षण गरिरहनु भएकी गायिका रिता थापा मगर हुनुहुन्छ उहाँलाई जोरदार ताली सहित अध्यक्षजीले स्वागत गरिसक्नु भएको छ र उहाँलाई धेरै धन्यवाद छ भर्खरै दोहोरी प्रतिष्ठानको पनि आज अलिकति यो अलि स्टाइलिस कट्टु लगाएर आएको के हैन यो गेटअपमा आउँदा पाउसेसित झुस्किन कम्ती मजा आउँछ किन भन्नुहोस् त अहिले पो अलिकति उमेरले नेटो काटेको छैन भर्खरै 20-22 वर्षको आइसीमा गइसकेका छौँ तर पनि त्यो दिनमा 15-16 वर्षको उमेरमा बाउसीहरूसँगको त्यो साक्षात्कार त्यो खालको जिस्काई त्यो खालको सामिप्यता त्यो खालको माया आज ताजगी बनेको छ म यहाँ स्टेजमा रहने हाम्रा आदरणीय शुभचिन्तकहरू तपाईँहरूलाई अलिकति तल जान आग्रह गर्दछु अलिकति तल झरिदिनु होला छाता पर्दैन होइन उहाँहरूलाई भनेको मैले यो स्टेज ओभरलोडेड भइसक्यो भाँचिन सक्छ अप्रिय घटना घट्न सक्छ त्योभन्दा अगाडि हामी सजग बन्नुपर्छ होइन त यो सानो खेत त हाम्रो लागि केही पनि होइन कत्रो टारीमा धान रोपेर बलिया भएर आएका छौँ हामी सही हो दिदी बहिनीहरू फेरि बाउसीहरू रिसाउलान् के कता जान्नुभयो होइन हलीहरू खेताराहरू त्यो खालको रमाइलो गोरु नार्या छैन यो त स्याम्पल मात्रै होला हेर्नुहोस् एउटा संकेत हो यो हामीले हाम्रा संस्कृति पर्वहरूलाई बिर्सिसक्यौँ तसर्थ लोक सञ्चारकर्मी भनेको लोकको आवाज बोल्ने मिडिया हो उहाँहरूले यो खालको सन्देश प्रवाह गर्नको लागि यो सांकेतिक रूपमा हामी सबैलाई सजग बनाउनु भएको छ आज मानव रोपेर बुढी उब्जाउने दिन हो हामी सबै अझै स्पेशली कृषकहरूलाई हौसला दिनको लागि यो खालको कार्यक्रम आयोजना भएको छ फेरि पनि सञ्चारकर्मी साथीहरू लोक सञ्चारकर्मी साथीहरू सबै प्रति उच्च सम्मान छ ओके अब कुरा धेरै एउटा गीत गाउँ